हेलो साथीहरु वेलकम छ मेरो च्यानलमा आफ्टर लङ डेज। अनि आज म मसरुम बनाउने फर्स्ट प्रक्रियामा छु, मतलब पराललाई काट्दै छु। हामी काट्दै छौं, म मात्र हैन, यहाँ संलग्न हुन्छ मामु र बाजे। अनि म यति गर्दै छु, हामी गर्दै छौं हैन। अनि देख्न सक्नुहुन्छ गीत बज्दैछ, सो एकछिन अफ गर्नुपर्ने हुन्छ हामीले। मन त्यही सोचिरहेको थिएँ, यसले त कस्तो गाह्रो हुँदो रहेछ हौ। कहिले ल साथीहरु हेर्नुस् न, यति पराल काटिसक्यो, अझै काट्नु पर्ने हैन। जम्मा मेरो टार्गेट बोरा भनेको 12 बोरासम्म चाहिँ लगाउँ न, अलिअलि खान अनि प्राय चाहिँ बेच्नलाई नै हो कि हैन। सो केही गरौँ न भन्ने हो कि। अब छुट्टी पनि भइरहन्छ, यो टियुको ब्याचलरमा अब हेर्नुस् न, बीएस पढेको सेकेन्ड इयर पुग्यो फाइनली, थ्याङ्क गड हैन, पुग्यो। हेर्नुस् न, अब केही न त केही गरौँ न भन्ने हो हैन। एउटा किसानको छोरो भएपछि हैन, अब आफूसँग जे रिसोर्स हुन्छ त्यो प्रयोग गरेर एउटा केही न केही गरौँ। यो चाहिँ अब डे 1 को भिडियो हुनेछ, जस म लागि परिरहेको छु। मलाई अलिकति गाइड पनि छैन, मम्मीले गाइड गर्नुहुन्छ, किनकि पहिले पनि फलाउनु भएको थियो, अनि त्यसैले पनि गर्न लागेको हैन। नभए गाइड बिना त, तालिम बिना त अलिकति गर्ने कुरो पनि नहोला, किनकि लगानी सगानी हुन्छ नि त। अलिअलि भए पनि लगानी त हुन्छ नि त, 2-3 हजारसम्म त लगानी भयो हुन्छ नि त, के हुन्छ नि त। अनि लगानी सगानी गर्दाखेरि अनि अलिक लगानी गर्दा नि अलिकति गरौँ न भनेर, के भन्छ त्यसलाई, सेफ तरिकाले गाइडेन्स लिएर हैन, प्यारेन्ट्सको गाइडेन्स लिएर, अलिकति मम्मीको गाइडेन्स लिएर। सो त्यही हो साथीहरु, अब हामी बनाउँदैछु। ए गीत सुन्दै हैन, गर्दै छ। अब के हुन्छ, ल ठिक छ, गर्दैछु म। प्राय म सबै कुराहरू देखाउनु ट्राई गर्छु, सबै कुरा देखाउँछु, मतलब यसको प्रोसेसहरू बनाएको मैले कति गाह्रो। सुरुमा चाहिँ मैले चुलेसीमा गरेको थिएँ हैन, यो चुलेसीमा गरेको थिएँ, अर्को सानो चुलेसी थियो। अनि पछि चाहिँ मैले यतातिर सिफ्ट भएको। यसरी चाहिँ सजिलो हुँदो रहेछ क्या जातिहरू हैन। अनि एउटा मुठा पक्रेर, हामीसँग त छैन नि त, हामीसँग त एउटा मेसिन हुनु पर्यो नि त, मेसिन छैन। अनि मेसिन नभएको कारण चाहिँ हामीले यहीँ यसरी राखेर अर्को हातले मोबाइल पक्रिरहेको छु, मतलब यस्तो गर्ने अनि यस्तो खुट्टा राख्ने हैन, अनि अर्को हात यहाँ राख्ने, अर्को हात यहाँ राखेर अनि त्यो काट्ने हो क्या। जे होस् प्रोसेस यो चाहिँ मलाई ठिक लाग्यो। यसरी चाहिँ सजिलो हुन्छ। यो ठोकनी पनि यस्तै तरिकाले रहेछ, यो बाजेले बनाउनु भएको हो कि, अनि यस्तो अडेस लाएर अनि काट्न सजिलो हुँदो रहेछ। मैले थुप्रै काटिसकेँ यहाँनिर, उतातिर काटेको थिएँ। त्यो चाहिँ मेरो प्रोडक्टिभिटी कम भएको थियो होइन, त्यो थोरै। अनि अहिले चाहिँ अलिकति प्रोडक्टिभिटी भयो, मतलब यो अलिक फास्ट गर्न सक्यो नि त, यसले चाहिँ फास्ट हुँदो रहेछ होइन। त्यो जस एउटा आर्ट गरियो होइन, अलिअलि छ पैसा, अब त्यही युज गर्छु। अलिअलि पकेट मनीहरू थियो मसँग, अब त्यही युज गर्छु। दसैँको अलिअलि थियो, अनि अलिअलि पकेट मनी थियो, त्यही जम्मा गरेर गरियो। अब तपाईँहरूले पनि अब साथ सहयोग गर्नुहुन्छ होला होइन, तपाईँहरूको पनि आशीर्वाद दिनु होला, तपाईँहरूको पनि ब्लेसिङ चाहिरहेछ। सफल होस् यो मसरुम खेती होइन। 12 पोका गर्नु लागिरहेको छु। अब हेरौँ के हुन्छ, 12 पोकाबाट बढ्न पनि सक्छ, घट्न पनि सक्छ। ठ्याक्क अब म रिसर्च गर्दैछु कति पोका बनाउँदाखेरि बेस्ट हुन्छ र फिजिबल हुन्छ, फ्लेक्सिबल हुन्छ कि मलाई म्यानेज गर्न पनि सजिलो होस्। अनि पछि गएर धेरै हुने, अनि त्यसपछि त्यो म्यानेज गर्नले झ्याउ हुने, अलिक त्यो पनि गाह्रो प्रोसेस छ होइन। त्यो हो क्या साथीहरू। अब हामी बोरामा लाउने छौँ होइन।
अनि आज चाहिँ हाम्रो डे 1 मा चाहिँ त्यस्तो काम पनि भएन र डे 1 मा चाहिँ जस्ट यो कटिङ जस्तो काम भयो र अब अझै कटिङ काम बाँकी छ। तर यो कटिङ गरेको चाहिँ बोरामा हाल्ने हाम्रो काम छ। हाम्रो त्यो हो मुख्य काम चाहिँ हैन के कसो मामु हो भन्नु न, भिडियो गरिरहेको छु ल। त्यो काम छ, त्यस्तो काम हाम्रो अब अझै यसलाई उसिन्नु भपाउनु हैन, यसलाई सफा गर्ने काम त अझै छँदैछ। आज हाम्रो विभिन्न अरू सेरोमनीमा जानुपर्ने मतलब गुन्ने चोली छ, त्यहाँ बहिनीहरूको त्यहाँ जानुपर्ने हाम्रो एउटा कर्तव्य पनि हुन्छ र हामी जानै पर्ने हुन्छ किनकि त्यस कारणले पनि अब यो आजको काम चाहिँ यही स्थगित पनि गर्नेछौँ। अब भोलिदेखि हुन्छ कि कहिले भोलिको दिउँसोदेखि चाहिँ हामी चाहिँ फेरि पनि हाम्रो कामलाई कन्टिन्यू गर्दै हामी यो कामलाई पूर्णता दिने हिसाबले हिँड्नेछौँ भन्दै आजको यो भ्लगमा धन्यवाद। सकिन्छ आज यहीँनेरि भ्लग। यति नैसम्म हेर्नुभयो, धेरै लामो हुन्छ भनेर, तर त्यत्रो लामो भएन। ल धन्यवाद। आज सकियो भ्लग, मेरो यो भ्लग। बाई बाई। साथीहरू हेर्नुहोस् यतातिर यसरी राख्यौँ है, हामीले राख्यौँ यसरी राखेको छौँ। त्यहाँ छ 2 बोरा। अब यो भिडियो चाहिँ अहिले त अपलोड गर्ने होला नि त। हेर्नुहोस् यसरी राखेको छौँ। यति काट्न पनि कम्ती मुस्किल लागेको छ त, मेसिनबाट भए पो होइन सजिलो हुन्थ्यो। अब 12 बोरासम्म बनाउने भन्ने टार्गेट छ होइन अहिले। अब बिसार चाहिँ हालौँला, किनकि एकैचोटि हाल्न चाहिँ अलिकति गाह्रो हुन्छ नि, काट्न पनि मुस्किलै छ। हो कि होइन भन्नु त हो नि है। त्यो अझै काट्दै हुनुहुन्छ ल ल ल, बाई बाई।